नमस्कार हजुर सबैजनालाई। अनि म आज अभिभावक भएको रूपमा हजुरहरूलाई अनि तपाईको नानीहरू जति पनि क्लास 10 मा हुनुहुन्छ अनि तपाईहरु जति पनि क्लास 12 मा हुनुहुन्छ तपाईहरुको लागि पढ्ने नानीहरुको लागि 5 वटा टिप्स तपाईहरुलाई म लिएर आइराखेकी छु। अनि तपाईहरुलाई भन्न चाहन्छु आजदेखि नै तपाईहरु तयार हुनुहोस्। जति पनि बोर्ड एक्जाम एपियर गर्नुहुँदैछ आउने 2026 मा अनि तपाईहरु अहिलेदेखि नै पढ्न सुरु गर्नुहोस्। अनि तपाईहरुलाई 5 वटा टिप्स म भन्न गइराखेकी छु। एउटा हो रिड्युस स्क्रिन टाइम है। अहिले नानीहरु एकदमै फोनमा बिजी छ, 24/7 नानीहरु फोनमा बिजी हुन्छ। अनि राति कति बेला सुत्छ है त्यो तपाईहरु आमा बाउले पनि तपाईले याद गर्नुहोस् नानीहरु कति बेला सुत्दैछ अनि के गर्दैछ, फोनमा के कुराहरु चाहिँ तपाईको नानीले हेर्दैछ भन्ने कुराहरु। अनि नानीहरुलाई म भन्न चाहन्छु आजदेखि नै तपाईले आफ्नो स्क्रिन टाइमलाई एकदमै घटाउनुहोस्। तपाईले फोन नहेर्नु भनेको हैन, तर फोन हेर्नुहोस् एकदमै कम्ती। तपाईले इन्फर्मेसन कलेक्ट गर्न पर्छ, जीके जनरल नलेज तपाईहरुले कलेक्ट गर्न पर्छ, तर एकदमै कम्ती तपाईले फोनमा इन्गेज हुनुहोस्। अनि यो समयहरुलाई चाहिँ तपाईको समय आएको छ पढ्नको लागि। तपाईले आज समयमै तपाईले आफूले पढ्न भयो भने तपाईले आफ्नो गोललाई अचिभ गर्नुहुन्छ। अनि तपाईलाई भन्न चाहन्छु क्लास 10 को अनि 12 को नानीहरुलाई आजदेखि तपाईले पढ्न सुरु गर्नुहोस्। स्क्रिन टाइम एकदमै रिड्युस गर्नुहोस्, एकदमै रिड्युस गर्नुहोस्। अनि नम्बर 2 मा तपाईलाई भन्न चाहन्छु म तपाईले सेल्फ स्टडी एकदमै जरुरी छ है। आफूले जति पनि तपाईले टिचरले पढाउँछ, जति पनि तपाईलाई कोचिङमा पढाउँछ, जति पनि ट्युसनमा पढाउँछ, स्कुलमा पढाउँछ, स्कुलमा पढाएर कोचिङ गरेर मात्रै केही फाइदा छैन। अनि तपाईले आफू सेल्फ स्टडी गर्न एकदमै जरुरी छ, आफूले पढ्न जरुरी छ। अनि रिभिजनका कुराहरु हुन्छ, याद गरिसकेपछि त्यो एकदमै जरुरी हुन्छ। अनि नम्बर 3 मा तपाईहरुलाई भन्न चाहन्छु म नानीहरुलाई। नम्बर 3 मा तपाईले बुक स्टडी गर्न पर्छ। अनि तपाईहरुले युट्युबबाट हेरेर पनि पढ्दैछु भन्ने सोच्नुहुन्छ होला। युट्युबबाट हेर्दा एकदमै समय बेसी कन्ज्युम हुन्छ। अनि तपाईहरुले चाहिँ बुक स्टडी गर्नुहोस्। अनि अन्डरस्ट्यान्डिङ लेभल पनि त्यहाँ बढेर जान्छ, धेरै कुरा त्यहाँबाट सिक्न हामीलाई मिल्छ। अनि तपाईले एकदमै बुकबाट पढ्नुहोस्। अनि बुकबाट पढ्दाखेरि धेरै कुरा हामीले अन्डरलाइन गरेर पढ्न पर्ने, रिभिजनका कुराहरु हुन्छ त्यो पढ्न पनि एकदमै मिल्छ। अनि तपाईले गाइड किनेर पढ्नुहोस्। अब अनि अरु किताबहरु जति स्याम्पल बुकहरु आउँदैछ अबको दिनहरुमा त्योहरु किनेर पढ्न एकदमै जरुरी हुन्छ। अनि नम्बर 4 मा छ मेक अ डाउट कपी है। तपाईहरुले जति पनि पढ्नुहुन्छ, जति पनि बुझ्नु हुँदैन, तपाईहरुले जति पनि बुझ्नु हुँदैन पढ्दाखेरि त्यो कुराहरु चाहिँ तपाईले डाउट कपी बनाउनुस्। एउटा त्यो डाउट कपीमा तपाईले जति पनि बुझ्नु सबै सब्जेक्टको तपाईले डाउट कपी बनाउन सक्नुहुन्छ। त्यो डाउट कपीमा लेखेर आफ्नो तपाईको टिचर्सलाई सोध्नु सक्नुहुन्छ, आफ्नो जति ट्युसन टिचरलाई तपाईले सोध्नु सक्नुहुन्छ। अनि त्यो गएर युट्युबमा पनि हेर्दा पनि हुन्छ, तर युट्युबमा हेर्दा चाहिँ एकदमै टाइम कन्ज्युम हुन्छ। तपाईले टाइम म्यानेजमेन्ट गरेर पढ्नुहोस्, रुटिन राख्नुहोस् पढ्नेको टाइमको, स्कुल जाने टाइमको। अनि आफूले सेल्फ स्टडी तपाईले कति घण्टा पढ्नु हुँदैछ, दिनमा तपाईले कति घण्टा सेल्फ स्टडी गर्नु हुँदैछ त्यो रुटिन तपाईले मिलाएर गर्नुहोस्। अनि नम्बर 5 मा छ हार्डवर्क त हामीले गर्नै पर्छ। अनि जति पनि हामीले हार्डवर्क गरेनौं भने के कुरा चाहिँ हामीले प्राप्त गर्न सक्छौं है। अनि क्लास 10 को नानीहरु अनि क्लास 12 को नानीहरुलाई भन्न चाहन्छु बोर्ड एक्जाम एपियर गर्ने नानीहरुलाई 2026 मा तपाईहरुले हाम्रो सिक्किममा जति पनि योपालि 78% है, जति पनि 78% नानी क्लास 10 अनि 12 मा पास भएको हामीले खबरहरु सुनिराखेका छौं। अब तपाईले अर्को 2026 मा तपाईले 98% पास गरेर देखाउन हाम्रो सिक्किमको नानीहरुले। अनि तपाईहरुलाई चाहिँ अहिलेदेखि नै पढ्नुको सुझाव चाहिँ किन दिँदैछु भने चाहिँ तपाईहरु क्लास 10 मा जब एक्जामको टाइममा तपाई एक रातको पढाइले एक्जाम हुँदैन बोर्ड एक्जाम है। अनि एक रातको एक्जामले चाहिँ एक रातको पढाइले चाहिँ हामीले एक्जाम गर्ने प्यानिक एट्याकहरु हुने कारणहरु त्यही हो। एक्जामको डरले नानीहरुले सुसाइड गर्छ, कारण त्यही हो। अनि अभिभावकहरुलाई म तपाईहरुलाई भन्न चाहन्छु तपाईको नानी आजदेखि पढ्न सुरु गराउनुहोस्। आजदेखि तपाईले चेक गर्नुहोस् नानीले पढ्दैछ, पढेको छैन, के गर्दैछ। हाम्रो अभिभावकहरुको एकदमै कर्तव्य बन्छ है नानीहरुले पढेको छ कि छैन भन्ने। भोलिको दिनमा रिजल्ट मात्रै हेरेर तैले कति ल्याइस्, यति % ल्याइस् भन्ने आज त्यो मात्रै हैन।
अनि आजदेखि नै तपाईले आफ्नो नानीहरूलाई कति पढ्दैछ भन्ने कुराहरू तपाईले चेक गर्नुहोस्। टाइम टु टाइम तपाईले कति बजी सुत्दैछ नानी, कति बजी उठ्दैछ, अनि यो कुराहरू तपाईहरुलाई भन्न चाहन्छु। अनि क्लास 10 मा ड्रप आउट हुने कारण, क्लास 12 मा ड्रप आउट हुने कारण, अनि गएर जवान अवस्थामा है 24 वर्ष 25 वर्षको एजमा चाहिँ अब के गर्ने, ड्रप आउट हो, फेल भएको छ, केही पनि काम पाउँदैन, त्यति बेला चाहिँ तपाईहरुलाई त्यहाँदेखि उता चाहिँ मेरो लाइफै छैन भनेर तपाईले सम्झिनुहुन्छ। अनि डिप्रेसनमा अनि गएर एन्जाइटी हुने कुराहरू, यी सबै कुराहरू चाहिँ तपाईमा आउँछ है। अनि त्यहाँदेखि तपाईले के गर्नुहुन्छ, आफ्नो लाइफ चाहिँ समाप्त गर्ने कुराहरू। हाम्रो सिक्किममा यही भइराखेका छ अहिले, धेरै आज एजुकेसनका कमी भइराखेका छ, इन्करेजका कमीहरू भइराखेका छ। अनि तपाईहरुलाई म आजदेखि इन्करेज गर्न चाहन्छु है, क्लास 10 को अनि 12 को जति पनि नानीहरू पढ्नु हुँदैछ, कलेजका नानीहरू पढ्नु हुँदैछ, तपाईहरुले एकदमै हार्ड लेबर गरेर आजदेखि तपाईले स्क्रिन टाइम चाहिँ तपाईले एकदम रिड्युस गर्नुपर्छ। तपाईहरुले जुन चाहिँ स्क्रिन टाइम गर्नुहुन्छ, तपाईहरुले इन्स्टाग्राममा फेसबुकमा रिल पल्टाएर तपाईहरुलाई के हुन्छ है, रिल पल्टाएर तपाईहरुले केही पनि पाउनु हुँदैन। तर तपाईले आफ्नो गोललाई एचिभ गर्नको लागि हार्ड लेबर गर्नुपर्छ। अनि तपाईले इक राखेर पढ्नुहोस् है, तपाई अवश्य नै तपाईले आफ्नो गोललाई एचिभ गर्नुहुनेछ। थ्यांक यू।